मौसम पनि खतरा दामी देखिन्छ कि सेतो आइसक्रिम जस्तो हैन क्वालिटी टाइम स्पेन्ड कसरी गर्न सकिन्छ बुढाबुढी भनेर भनेको पहिले यो डाँडा के भन्छ रे कत्रो ठुलो लाग्थ्यो कि मलाई काली गैँडाकोटाको यो केबल कारको जो कत्रो ठुलो लाग्थ्यो कि अहिले झन् तलतला गडे जस्तो फिल भयो कि अब स्टार्ट गर्छ है Hey guys, welcome back to my channel. हजुरहरु फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा किन अड्केको यसरी Hey guys, welcome back to my channel. हजुरहरुलाई फेरि पनि स्वागत छ न्यू डे न्यू ब्लगमा र कस्तो अड्केको Hey guys, welcome back to my channel. हजुरहरुलाई फेरि पनि स्वागत छ न्यू डे न्यू ब्लगमा Hello guys, welcome back to my channel. हजुरहरुलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा आज हामी घुम्न जान लाग्यो थुक्केतर अनि त्यो घुम्न जान लाग्यो अनि घुम्न जान लाग्यो के भन्ने होला घुम्न जान लाग्यो अनि घुमेर अनि रमाइलो गर्ने के रमाइलो गर्ने त रमाइलो गर्ने फन गर्ने के हुन्छ त्यहाँको एक्टिभिटिज गर्ने र कहाँनिर जाने के गर्ने के खाने सब यो भिडियोमा देखाउँछ हजुरहरुलाई र भिडियो कन्टिन्यू हेर्दै गर्नु होला हामी चाहिँ यहाँनिर अहिले नारायणीको तिरमा आएको हामी डिसाइड गरेछौँ यहाँ कहाँनिर घुम्न जाने भनेर अनि घुम्न जाने भनेर त अनि त्यो सिजी भनेर त डिसाइड गरेको थियो अनि त्यो बाटो चाहिँ पानी पर्छ जस्तो नि हो अनि बाटो पनि अलि खत्तम हुन्छ होला अनि गाह्रो हुन्छ नि त त्यही भएर मैले त त्यस्तो फेरि अनुमान गरेको होइन उसले गरेको बाटो खत्तम छ भने हामी चाहिँ घुम्ने भनेर सिजी जाने भनेर डिसाइड गर्थ्यौँ अब भएन नि यहाँ आएको अब यहाँ बसेर हेरौँ कहाँनिर घुम्न जान सकिन्छ आज चाहिँ हामी क्वालिटी टाइम स्पेन्ड कसरी गर्न सकिन्छ बुढाबुढी भनेर भनेको कहाँ घुम्न जाने यहाँ आएर अनि यसको सोचौँ के हुन्छ भनेर तिमीलाई चाहिँ के लाग्छ कहाँनिर घुम्नु कहीँ सब ठाउँ गइसक्यो यतातिर सब ठाउँ गइसक्यो अब कदन चितवनको हरेक ठाउँमा घुम्न गइसक्यो अब कहाँ घुम्न जानु घुमेर नि सब भ्याइसक्यो घुम्ने ठाउँ नि एकचोटि होइन कि कतिचोटि गइसक्यो होइन एउटै ठाउँ कि 10-12 चोटि त्यहाँ चाहिँ म यस्तो दामी सिन देखेँ क्या त्यही मैले अगाडि नै हजुरलाई देखाएँ पहिले यो डाँडा के भन्छ रे कत्रो ठुलो लाग्थ्यो कि मलाई काली गैँडाकोटाको यो केबल कारको जो कत्रो ठुलो लाग्थ्यो कि अहिले झन् तलतला गडे जस्तो फिल भयो कि तलतला उकालो धेरै माथि नि हाई देख्दैन कि अहिले त्यहाँनिर चाहिँ त मान्छेहरू अब के गर्न खोज्यो त्यहाँ मान्छे चलाउनु खोज्यो फाइनली हामी चाहिँ अब घुम्न जाने प्लान भइसक्यो सक्सेस भइसक्यो अब कहाँनिर घुम्न जाने अनि त्यहाँनिर घुम्न जानको लागि चाहिँ अहिले टाइम नै छ त्यो भएर यहाँनिर किनारमा बसौँ भनेको अहिले बाढी आएको छ नि त होइन बाढी भने पुरा चलाएर एरोप्लेन आओस् त बोटिङ के यहाँनिर पुरै
अनि यहाँ अहिले बाढी आएको छ मौसम पनि खतरा दामी देखिन्छ कि सेतो आइसक्रिम जस्तो होइन पुरै अब हामी एकछिनपछि जानेछौँ घुम्न जानेछौँ त्यो ठाउँमा हजुरहरूले चाहिँ देखाउँदैन त्यहीँ गएपछि देखाउँछु कुन ठाउँ हो भनेर है होइन त्यो नचलाएको पेट्रोल बचाएको त्यो छार त्यो उसमा होइन त्यो छरमा हिँड्या हो कि त्यत्तिकै त्यो लैदेखा नि त पानीले सर्र इन्जिनै अन गरेको छैन कि त्यो सर्र लैदेखा त्यो डाँडाबाट बाइक चलाउनलाई बाइक बन्द गरेर सर्र झर्छ नि त्यस्तै हो कि त्यो कस्तो मजा नि आफै के अरे अब स्टार्ट गर्छ है उल्टाङ पाल्टाङ भइरहेको किन हुन्छ नि त्यस्तो अनि त छालमा चाहिँ किन लानु पऱ्यो होला यतातिर गयो नि गाइज हामी चाहिँ यहाँ आइपुगेँ अनि यहाँ भनेर चाहिँ म हजुरहरूलाई देखाउँथिनँ त्यहीँ गएर देखाउँछु होइन अब आइसक्ने मान्छेहरूले चाहिँ अब थाहा भइसक्यो होला कहाँनिर आएको भनेर यहाँनिर चाहिँ दामी मूर्ति रहेछ भोले बाबा पार्वती माता गणेश ओम नमः शिवाय खाऊ नि त अनि पानी छिटो गरेर म त्यहीँबाट नि बनाउनु खोजेको थिएँ भए अब हामी आइपुग्न लाएँ फाइनली अम्ब्रेला स्ट्रिट आइपुगेँ अब यहाँनिर चाहिँ टिकट काट्नुपर्छ टिकट काटेपछि बल्ल भित्र चाहिँ कति हो दाइ 50 एकजनाको 25 रुपियाँ चलो छाता भएको ठाउँ अम्ब्रेला स्ट्रिट पहिला हामी यहाँ पहिला नै आएको थिएन एकपटक मात्रै आएको होइन म त साथीहरूसँग नै आएको थिएँ म एकपल्ट साथीहरूसँग आएको ममतासँग चाहिँ एकपटक आएको छातै यो छाता युज गर्न नि मिल्छ होला है घाममा छाता ओढ्न नि मिल्छ के अरे पानी रियलै छाता होइन रियल छाता के सर्प हो सर्प सर्प रहेछ त्यो उसमा के बगैँचाको उसमा अब हामी त घुम्नु अन्त कन्टिन्यू मेसिन चला होला है कन्टिन्यू बगिरहन्छ होला नभए चाहिँ हामीहरू केही त फिट गरेर होला अझ भरतपुर हस्पिटलमा पनि छ नि त्यस्तो रापती पनि अघि नारायणी अहिले रापती लभ आई लभ यु यता घाँटी देखाउने है अनि त्यसरी खिचिखाएर कसैले त्यसरी खिचाएर यहाँनिर कमसेकम यो घाँटी जस्तो सेप बनाउनु पर्ने क्या आई लभ त्यो भट्यानी यहाँ पनि पानी नरहेछ अहिले
मरे हैन बगाले सर्प होला हैन बगाले सर्प झन् अब के भयो खाडे भयो रिसाको होला नि रिसा होला आउ त यहाँ फोटो खिच्ने मामा त पनि यहाँको छरछक खिचौँ थिएन नि पहिला त्यो खाली थियो One of the best tourist destination of Nepal, Pattaya Chitwan. यहाँ त त्यो के भन्छ अरे बेलुका बेलुका हुन्छ नि त्यति बेला मात्र यस्तो दामी हो क्या हैन शीतल हावामा ठक्क यहाँनिर बसेर आनन्दरी यति हेर 50 रुपियाँमा 50 रुपियाँमा छिरे भयो 50 रुपियाँको आइतिम उँदा छ नि त ऊ त्यहाँ बार्दै होला क्या पहिला वहीँसम्म जानु मिल्थ्यो नि लगाइ चाहिँ एकछिन चाहिँ हामी दुईजना मिलेर फोटो खिच्नेछौँ अब आएपछि फोटो पनि खिच्न परिहाल्छ फोटो खिचौँ अनि त्यसपछि अनि अर्को ठाउँ जाने अर्को ठाउँ चाहिँ अब त्यो पनि सस्पेन्स छ यो चाहिँ स्टोन पार्क फाइनली हजुरहरूलाई रिपिट गरिहालेँ मैले यहाँनिर चाहिँ म चाहिँ भाइहरूसँग आएको थिएँ त्यहाँदेखि फर्स्ट टाइम त्यति बेला कति दुईचोटि भयो अहिले तिमी चाहिँ एकचोटि होइन पहिलोचोटि पहिला नि आएको थिएँ अनि त्यति बेला चाहिँ भाइहरूसँग आएको थिएँ भाइहरू चाहिँ फेरि अनि धेरै बसेन कि भोक लाग्यो भनेर हिँडिदिइहालेको हामी अनि भोक लाग्यो भनेर अनि अहिले चाहिँ हामी दुईजना आएको हेरौँ यहाँ पनि कति बेरसम्म बस्नु सक्छ हामी त्यहाँनिर अमरेला स्ट्रिटमा चाहिँ हामी धेरै बस्न सकेन त्यो छाताको वरिपरि घुम्यो अनि आइदिइहालेँ त्यति बेला टिकटकमा भाइरल भएर के भाइरल कस्तो छाता जस्तो घर कि कस्तो भने त्यति बेला सबलाई उत्सुकता बढ्यो नि त अनि त्यति बेला त्यही भएर अनि आमामा यो ठाउँ जानै पर्छ भनेर सबै हेर्न गएको ठाउँमै भाइरल हेर नि हामी चाहिँ यहाँबाट जाँदै हामीले यता भयो भित्र भनेको के यहाँ त होटेल पो रहेछ अनि त्यहाँबाट हामी त यता तल कहाँ रहेछ भने पछि उहाँ रहेछ एउटा गेट छ कि क्या दामी है यो है यहाँ चढाएको रिजन र उसलाई के सेमजनलाई रिजन त मान्दैन झ्याउलाई घरदम रे फोटो त हुँदा भित्र खिच्यो यहाँ देखिन यो चाहिँ यस्तो यो डिजाइन छ नि यो चाहिँ दामी लाग्यो मलाई माटोको यता हो यहाँभित्र गाइस यहाँनिर चाहिँ के हो नि जताततै टिकटक बनाएको नि त अनि त्यो म्युजिकले चाहिँ कपिराइट लाग्न सक्छ अनि त्यही भएर नि भिडियो बनाउनै पाएन कि यता गयो अनि त्यो आन्टीहरू उता गयो नि टिकटक बनायो त्यो म्युजिकले गर्दा
हामीले भिडियो बनाउनु पाएन, ब्लग बनाउनु पाएन। अनि अहिले चाहिँ यो माथि आएर सब ब्लग बनाएको। वहाँ सब पुरै त्यहाँ पिकनिक गरेको छ। बर्थडे मनायो होइन, बर्थडे मात्रै होइन कि पिकनिक पनि गऱ्यो नि त। ड्राई पिकनिक गरेँ। अनि भ्लगै बनाएन म, त्यहाँनिर एक्सप्लोर गर्नै पाएन कि। हजुरहरूले चाहिँ फर्स्टमा देखाएको त्यति राउन्डिङ मात्रै हो स्टोन पार्क भनेको, अरू त होइन कि। माथि जाउँ, अझै माथि छ। सीतामाईमा पनि थियो होइन यस्तै होइन, एउटा थियो सीतामाई चाहिँ एक दिन झाम्ला अनि त्यति बेला अस्ति झन् रिजनहरूसँग आएको। त्यति बेला त के भएको भन न, भोग लाग्यो अनि चढ्नै नसकेको के। सुगाजी यहाँको भ्यू हेर्नुहोस्, यो रापती हो। रापती यहाँ जङ्गल, अनि जङ्गलबाट त्यो पहाड के अरे हिमाल के भन्नु, पहाडको उताबाट इन्डिया। यति हो गाइज आजको भ्लग। केही क्वालिटी टाइम स्पेन्ड गरेँ त हामीले। दुईले एक्सप्लोरिङ गऱ्यो। सो गाइज अरू चाहिँ के होइन, त्यो त्यहाँनिर भ्लग बनाउनु चाहिँ पाइनँ कि मैले। त्यहाँनिर सब टिकटकको धुन बजाएर, टिकटकमा अब म्युजिक हुन्छ नि, त्यो यति सेकेन्ड पर्ने बित्तिकै कपिराइट लागिहाल्छ कि युट्युबमा क्या। त्यही भएर र के भन्ने त, त्यहाँनिर हात्ती हिँड्यो क्या, त्यो जङ्गल सफारी गरे होला नि मान्छे। मलाई तिर्खा पो लाग्यो यार। त्यति गाइज म चाहिँ घर आइपुगेँ। अनि आज चाहिँ अब धेरै ठाउँ घुम्यो नि त, धेरै पनि मजा, चिसो पनि लाग्यो जस्तो भयो, टाउको पनि दुखिरहेको थियो हावामा हिँड्दाखेरि कि चिसो मौसममा। सो भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। र हजुरहरूले भिडियो कस्तो लाग्यो प्लिज हजुरहरूको माया पहिला जसरी आथ्यो त्यसरी नै अहिले पनि त्यसरी नै पर्छाउनु, र माया यसरी नै बनाइराख्नु। अनि भिडियोलाई लाइक सेयर सब्सक्राइब एभ्रिथिङ गर्नु, र यसरी नै माया गर्नु। र नेक्स्ट भिडियोमा हामी जल्दी मिल्नेछौँ, त्यसको लागि हस्त जहिले भयो।